आज बाटो सफा गर्ने काम छ, त्यही गर्दैछौँ सबै गाउँले मिलेर। सबैजना सन्चै हुनुहुन्छ होला नि? हजुर सन्चै छौँ। ठीक छ। हो र, ल राम्रोसँग सफा गर्नु ल। ल त राम्रै सफा गर्दैछु नि। बस राम्रो। दुध आयो, दुध राख्नुहुन्छ कसैले? ल यो दुध राख्नुहोस् अनि पैसा दिनुहोस् ल। धन्यवाद। धन्यवाद, फेरि भोलि आउँछु है। हुन्छ, भोलि आउनु होला। यो माछालाई कति पर्छ बहिनी भन्नुहोस् त? 300 रुपियाँ हो दाइ। ठीक छ, धन्यवाद। ल बुढी, यो राख। के ल्याउनु भो र? दुध बेचेको पैसाले माछा लिएको। ए हो र, ल आज फिस करी खाने है त? हो, फिस करी मिठो हुन्छ। कस्तो छ मैले बनाएको फिस करी? एकदम मिठो छ नि। अर्को दिन फेरि खाउँला। हस् पक्कै।